बेला क्या मनबाट रेस्क्यु गरेर बिरामीलाई लिइराखेको छ। यो ग्लासियरको बिचमा आइसकेको छ। हामी आइसकेको छौँ सबैजना। एकजना हाम्रो क्लाइम्बर, हाम्रो स्टाफ, कम्पनीको चाहिँ स्टाफ बिरामी भएकै कारणले गर्दाखेरि उहाँलाई चाहिँ एकदमै बिस्तारै लिएर आइरहेको छ। रिङबाट झारिरहेको छ। यति गाह्रो छ। संसारमा यस्तो खालको रेस्को तपाईँ पक्कै पनि कहीँ पनि देख्नु भएको छैन होला। यति जोखिम छ, यति जोखिमपूर्ण लिइरहेछ होइन। बिरामी हुनुभयो। जब बिरामी भइसकेपछि उहाँको हात खुट्टा लागेन, हिँड्नु उहाँलाई सबै बन्द भइसकेपछि उहाँलाई चाहिँ हाम्रो लगभग 25 जनाका टोलीले यसरी रेस्क्यु गरेर तल लिइरहेको छ। अहिले धेरै राईले कुरुङ राईले बोकिरहनु भएको छ। उहाँले एकदमै सेफ्टीपूर्ण मलाई तल झारिसक्नु भएको छ। अब यहाँबाट अझै पनि हामी 2 घन्टा तल पक्कै पनि लाग्छ। त्यस पछाडि उहाँलाई रेलीमा हामी यहाँबाट उता लान्छौँ, काठमाडौँ उहाँलाई उडाउँछौँ। र जति पनि रेस्क्यु टोलीहरू माथिबाट फर्किरहनु भएको छ। क्षेत्र राई हुनुहुन्छ सबभन्दा यहाँको टिम लिडर, उहाँले गरिरहनु भएको छ। उहाँको नेतृत्वमा यहाँ कसरी तल झार्ने के गर्ने भन्ने कुराहरूलाई सबैले टिमै मिलेर चाहिँ उहाँलाई हामी तल ल्याउन सफलता भएका छौँ। अब एकछिन त्यही राखेर रेस्ट गर्नुहोस् न। एकछिन हो त्यो त्यता सेफ्टी बस्नु न। एकछिन तर नि बिसाउने ठाउँ छैन। जोखिम छ माउन्टेन बिरामी भयो भने एकदमै